पिपल चौतारो 5-7 केही छैन। वैशाखको महिना हो, सब झड्या छन्, अब नयाँ पात आउने हुन्। मैले एउटा टिकटक बनाएको थिएँ अनि यहाँ देखाएको थिएँ त्यहाँबाट यो पारी अठालो भन्छन् यसलाई, तीनवटा हो वारिपारी गैरा गाउँ बिचमा यो के गाड भन्छन्, चिन्नी गाड भन्छन् यसलाई। यो त्यो मालिकाको त्यहाँबाट त्यहाँ पानी हो, तल पानी छ। यहाँबाट तल कमसेकम 3-4 किलोमिटर तल छ त्यो खोला, यहाँभन्दा माथि। अनि यताबाट जमिन चालु हुन्छ, माथि गाउँ बस्ती यता हो। यो स्कुल हो, होडाको स्कुल हो, बन्द छ। गाउँमा मान्छे छैन, केटाकेटी कोही छैन, त्यसैले एउटा पनि बच्चा छैन यत्रो गाउँभरिमा। त्यसैले यो स्कुल आधै बनाएर त्यत्तिकै छोड्या छ, विकास भएन भन्छन्। सरकारी विकासको यो के भन्ने, अब दुरुपयोग भन्ने कि के भन्ने। बच्चा छैन भने स्कुल नमागे पनि हुन्थ्यो, फुकोटमा खर्च गरेर त्यत्तिकै खण्डार भएको छ। यो सब जग्गा यस्तै हो हुन त। गाइस यो हो हाम्रो ठाडो लेक भन्छन्। उता त्यो खैरीगाडा भन्ने शिला गाउँ, कोही गाउँमा मान्छे छैन। यो शिला गाउँमा अलिअलि फाटफिट मान्छे छन्। यहाँ यति घर देखिन्छन्, यहाँ पनि मान्छे छैन। यो गाउँमा पनि मान्छे छैन। भूकम्प आएपछि यहाँ त्रासले मान्छे कहाँ भागे, कोही पनि छैन यो ठाउँमा। अब दिन काट्नलाई गाह्रो भयो, त्यसैले एक्लै घुम्न आएर यता टाइम पास गर्नलाई आएको, भिडियो बनाएर। अब भोलि चाहिँ म